वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा सर्वकार्येषु सर्वदा।
भाइ यत्रो पनि त्यही भएर मैले एउटा जुत्ताको भ्यास एउटा थ्याङ्क यू कसले दिएको भाउजू रबर ल्याउनु छिटो एउटा ठुलो रबर ल्याउनु यता बाटो हो के जाऊ चुङ्गो भएको हो यो एक ठाउँ पोको पार्नु न यो चिसो छ सुकिहाल्छ त यो यता बाट पाएन के त्यही अलिकति सानो बनामै घटामै के सानो थोरै छ पिठो होइन सबैलाई पठाउनै पर्छ ठुलाहरू पनि सानो मैले बनाइरहेको छु हेर्नु न हातमै जेवाडी पुजेर बनाएको के गरी मैले आफैले पिठो थोरेको भनेर ठुलो बनाएर फेरि एउटै दिन्छ ममता नानी रातो गरेर नि नाच छिटो अनि अनि मलाई टाढा भन्छ हामीलाई होइन त्यहाँ निकालेर नि त ठुलो बरु होइ बनाएको भए त्यो एउटा लोरो लिएको कपडाकै दोकानहरू पर्ने त देखाए जस्तो गर्दै के अरे त्यसमा साउन्ड आउन अर्कोबाट गर्छु रोक्न अहिले पोजेर लाएर बस्नुहोस् है त्यो कटौरा छ नि सबैले पोजेर लाउने अनि नपुगे भन्नु अहिले अरू काम गरेर झिकेर बुहारी यदि सबै पृथ्वी तत्पिता
पिता अन्तरिक्षको शान्ति पृथ्वी शान्तिराप शान्तिरोगमा शान्ति ब्रह्मा शान्तिरेद्याभ्यो शान्तिर्भवतु। ओम श्रीमन्महागणाधिपतये नमः। स्थान देवताभ्यो नमः। ओम वास्तु देवताभ्यो नमः। ओम सर्वेभ्यो देवेभ्यो नमः। ओम सर्वेभ्यो वेदेभ्यो एतत् कर्म प्रधान देवताभ्यो नमः। शुभकास्यैकदन्तस्य कपिलो गजकर्णकः लम्बोदरस्य विमाने पटेच्छन्यास्तमे विद्यार्थे विवाहे च प्रवेशे निर्गमे तथा संग्रामे संकटे चैव विघ्नतस्य निदाये शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजं सर्वकार्येषु नास्ति तेषां मङ्गलम् येषामिर्दिष्टो भगवान् मङ्गलम् तदेव विद्यावरं दैवबलं तदेव। हरे प्रियानन्ता प्रियपति गो हवामहे निरेनन्ता निरेपति गो हवामको। ल अब त्यो त्यही राखेर यसो पूजा गरौँ। हरे ओम गजान। अब हातमा फुल लिनुहोस् त, फुल राखिदिनुहोस्। अब दर्शन गराइदेऊ है प्रभु लागे नि चारै धाम। हरि हरि दर्शन गराइदेऊ है प्रभु लागे नि चारै धाम। न त चाहियो सम्पत्ति मलाई न घरको काम, न त चाहियो सम्पत्ति मलाई न घरको काम। प्रभुको नाउँमा यो मन अर्पी पहिला म कता जाम। हरि हरि प्रभुको नाउँमा यो मन अर्पी पहिला म कता जाम। कोटी देव देवतामा कसको नाम लिऊ, 33 कोटी देव देवतामा कसको नाम लिऊ। जान्छु नि म त पहिला उनै सरस्वती माता दिउँ। हरि हरि जान्छु नि म त पहिला उनै सरस्वती माता दिउँ। सरस्वती माताले एक बिन्ती ल्याऊ, सरस्वती माताले एक बिन्ती ल्याऊ। भजन कीर्तन गाउँदै हिँड्छु मार्गदर्शन देऊ। हरि हरि भजन कीर्तन गाउँदै हिँड्छु मार्गदर्शन देऊ। ब्रह्मा विष्णु महेश्वर
सका गौरी शङ्कर एक बिन्ती लेऊ लाउन प्रभु हामी सबलाई साथ बुद्धि देऊ हरि हरि लाउन प्रभु हामी सबलाई साथ बुद्धि देऊ टुक्रा ल्याउनु पर्यो लौगौडा कोठामा एक गुन्डा राख्नु है त यसो थोरै तेल ओम अग्निर्देवतावातो ओम महाशिवाय नमः मते विघ्नशिवाय नमः शिवाय राम नाम सत्य छ भजौँ राम
भयो रामलाई पनि भाषा ईश्वरकै खतना दियो उनलाई खासा कैकेयीको आज्ञा भयो रामलाई पनि भाषा ईश्वरकै खतना दियो उनलाई खासा ईश्वरकै खतना दियो उनलाई खासा रामलाई पनि भाषा भरतलाई राजकाजा 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 राजकाजा रामलाई पनि भाषा भरतलाई 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 राजकाजा हरि हरि भरतलाई राज्य मागिन कैकेयी छलघरी सँगै जान्छु भन्छन् भरत लक्ष्मण फेरि भरतलाई राज्य मागिन कैकेयी छलघरी सँगै जान्छु भन्छन् भरत लक्ष्मण फेरि सँगै जान्छु भन्छन् भरत लक्ष्मण फेरि लक्ष्मण जस्तो भाइ भए हुन्थ्यो सबैलाई 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 सबैलाई लक्ष्मण जस्तो भाइ भए हुन्थ्यो 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 सबैलाई हरि हरि ऋषि मुनि भरतलाई सम्झाउँदैमा टिका खराउली फर्के भरत मनमा मान्दै दिक्का ऋषि मुनि भरतलाई सम्झाउँदैमा टिका खराउली फर्के भरत मनमा मान्दै दिक्का खराउली फर्के भरत मनमा मान्दै दिक्का खराउ राजा गतिमा भरतको जितिमा खराउ राजा गतिमा भरतको जितिमा खराउ राजा गतिमा भरत अब जल समात आमालाई जल दिन यति मोटा स्पिन हात खुले आएगा कुत्ता खुले गाड़ी कुत्ते नारायण नारायण पैसा कुठे हामीले पानी डबल भाव हुन्छ किन उठेर आफ्नै हातले हो त्यहाँ एउटा साथै हो सुन्छन् के छोराले गरेछ यो पैसा थुनी परेन आमाले थुनी परेको एउटाले अर्कोलाई छोडे हुन्छ के
नारायण हे सूर्य देवता हाम्रा घर मन बढोस् हजुर बढोस् आयु बढोस् त्यो सानो सानो टिक भिडियो छुट्टो छुट्टो बनाइदिनु 15 सेकेन्ड 20 सेकेन्ड 1 मिनट 2 मिनटको बनाएर छोडिदिनु म बनाउँछु म ट्रान्सफर ब्राह्मण मनो ज्योति दुखताम या सुन फेरि फल मनो ज्योति दुखताम आयुष्य सुनो न जा सुनो न सुनो इष्ट सम्बन्ध धातु न विश्व देव भगवते वासुदेवाय धूपम आग्रपयामी भयो अब बत्ती जलाउने सामा लाइटर दिएको ओ वहाँ छ ओ प्राण सबखा तकबीर जायता तेजौति सर्वदेवानां तेषां तेजौतम आत्मज्योति परम धामं दिको या ल छोड्दिनु एउटा यता राख्दिनु एउटा उता राख्दिनु ओ उता पल्दिनु ल अब हजुरहरूले हो त्यहाँ सँग लगाइदिनु सिक्कामा उहाँ फेरि छिमेकी हो नि त हामी त उहाँ त छिमेकी हो नि त कौशलीमा एउटै वडामा तर त्यो 2 नम्बरमा बिजनेस चाहिँ 2 नम्बरमा छ एउटा कर्म 1 नम्बरमा हो त्यहाँ कालाय नमः शिरसे आवायामि विश्ववे नमः ललाटम् आवायामि थापयामि पूजयामि नमस्करोमि 3 मा भावे नमः नेत्राय नमः गन्धाक्षर पुष्पाणि समर्पयामि रावे नमः कर्णौ फेरि यहाँ उतापट्टि फर्केर बस हात यसरी अझै पछि सर्नु फुल रहेछ त हरे राम 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 हरे 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 कृष्ण हरे क्या रे काउती ब्रह्मा जी को शिव जी को सम्मका पाप सकिए अब गर्नु होइन वैकुण्ठमा लाग्नु हो पाप सकिए
पारी हरे 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 कृष्ण हरे 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 कृष्ण Om Jaya Jagadish Hare तपाईहरु अलि पछाडी पछाडी है साडी आफ्नो कपडाको गाथा प्रतिपारे स्थिति लाया करता देवो बनका स्वामी प्रभु देवो तारका सुखदाता गुणानुरो
यी पकाएर आएको चामल यही पढाएको त हुने के थाहा मलाई फोटो खिच्छ राधे कृष्ण राधे कृष्ण जाने हो कि जाने हो सबै गाडीमा जाने कि हिँडेर जाने हो बिस्तारै जाने होला नि होइन र
लगाइदिनुहुन्छ मेरो त यो मेरो आशीर्वाद हो 100 वर्ष होस् यो मेरो आशीर्वाद हो जोगाई ओडे 100 वर्ष बाँच्छु म त पानी पाउँदैन भनेको त्यहाँ बाबु यहाँ अर्थ ल्याउनु नि हेर बाबालाई कहिले हेला नगर्नु आमा र बाबालाई कहिले हेला नगर्नु उनको मनको पिरले हाम्रो खुसी जलाइदिन्छ उनको मनको पिरले हाम्रो खुसी जलाइदिन्छ बिरहले आमा बाबा रोए भने धरधारी बिरहले आमा उनको आँसुले नै हाम्रो खुसी बगाइदिन्छ उनको आँसुले नै हाम्रो खुसी बगाइदिन्छ राधे श्याम भजौ राधे श्याम भजौ राधे श्याम आमा हाम्री राधा हुन् बाबा घनश्याम आमा हाम्री राधा बाबा घनश्याम दशधारा पिलाए 10 महिना कोखमा राखे दशधारा पिलाए कहिले काखमा कहिले हातमा फुल जस्तै खेलाए कहिले काखमा कहिले हातमा फुल जस्तै खेलाए दशधारा दुधको पर्छ आमाको दशधारा दुधको भारा तिर्नु पर्छ आमाको राधे श्याम सम्झी सेवा गरौँ बाबा राधे श्याम सम्झी सेवा गरौँ बाबा राधे श्याम भजौ राधे श्याम भजौ राधे श्याम आमा हाम्री राधा हुन् बाबा घनश्याम आमा हाम्री राधा हुन् बाबा घनश्याम
पालनमा सारा जीवन बिताए आफ्नो सुख दुःख बिर्सी हाम्रै हित चिताए आफ्नो सुख दुःख बिर्सी हाम्रै हित चिताए यति प्यारा बामालाई जसले हेला गर्नेछ यति प्यारा बामालाई जसले हेला गर्नेछ मरेपछि पुरै छोडौँ जिउँदै नर्क पर्नेछ मरेपछि पुरै छोडौँ जिउँदै नर्क पर्नेछ सीताराम सीताराम भजौँ सीताराम 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 भजौँ सीताराम आमा हाम्री सीता हुन् बाबा श्रीराम आमा हाम्री सीता हुन् बाबा श्रीराम आमा र बाबालाई कहिले हेला नगरौँ उनको मनको पिरले हाम्रो खुसी जलाइदिन्छ बिरहले आमा बाबा रोए भने धरधरी बिरहले आमा बाबा रोए भने धरधरी उनको आँसुले नै हाम्रो खुसी जगाइदिन्छ उनको आँसुले नै हाम्रो खुसी बगाइदिन्छ सीताराम सीताराम भजौँ सीताराम आमा हाम्री सीता हुन् बाबा श्रीराम 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 एवेनासी ठ्याक्कै एक लाइनमा हो त्यसले आँखै छेकिन लाग्यो हामीले आमा साथीको लाउने होला मैले भागेर आएको त्यो यसो हुँदो रहेछ कि तपाईँको त्यो पूजा गर्दै आयो चिन्नु भयो आमा भएन कति परे ठेला सन्तानकै लागि खटे चर्को घाम र झरे शान्तिको
भनी दुःख गरी हुर्काएको केसर भयो तनी हरि बाबा नभुल आमा नभुल जन्मदाको कबुल राम नभुल बाबा नभुल आमा नभुल जन्मदाको कबुल राम नभुल बाबा नभुल आमा नभुल जन्मदाको कबुल राम नभुल जन्मदाको कबुल राम नभुल हे बाबा नभुल आमा नभुल जन्मदाको कबुल राम नभुल बाबा नभुल आमा नभुल जन्मदाको कबुल राम नभुल बाबा नभुल आमा नभुल जन्मदाको कबुल राम नभुल जन्मदाको कबुल राम नभुल हरि विदेशी छोरा छोरी फर्की गाउँ आउँदैन सन्तान कुर्दा लासले तातै जल्न पाउँदैन बाबा आमा रुन्छन् सधैँ पिँढी डिलमा बसी रोगले गाल्यो शरीर काम छ बुढेसकाल फसी हरि त्यो कोखीको घाउ बाबा आमालाई सन्तानको माया मनमा जुगै भरिलाई त्यो कोखीको घाउ बाबा आमालाई सन्तानको माया मनमा जुगै भरिलाई त्यो कोखीको घाउ बाबा आमालाई सन्तानको माया मनमा जुगै भरिलाई सन्तानको माया मनमा जुगै भरिलाई त्यो कोखीको घाउ बाबा आमालाई सन्तानको माया मनमा जुगै भरिलाई त्यो कोखीको घाउ बाबा आमालाई सन्तानको माया मनमा जुगै भरिलाई त्यो कोखीको घाउ बाबा आमालाई सन्तानको माया मनमा जुगै भरिलाई हरि सन्तानको माया मनमा जुगै भरिलाई चिन्नु भयो नि आमा हाय 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 नानी हाय हाय खामा खान्छ आमालाई समाइदियो अनि ऊ नानीकै कोठामा राख्नु ल राख अनि दिदीहरू भइसक्यो
छैन सबै खोज्नुमै तपाईँ छैन लगाइदिनु के टिका लगाइदिइसक्नु भयो अघि होइन बाँडी राख्नुभयो उहाँ त्यहाँ बस्नु है आज दुईजना फोटो खिच्नु आमा शताब्दी गर्नुपर्छ आमा शताब्दी गर्दा चाहिँ के आउँछ नानी चाहिँ लास्ट लोक यहाँ फोटो खिच्यो क्या त फोटो खिच्नु बिहानभरि गरे हो राधा सर्वेश्वर भगवान को उमा महेश्वर भगवान को भनेर हामीले सञ्जय जगन गरेका थियौँ अहिले हामी त्यसै अनुरूप
रे